मसँग चाहिँ पुरानो पुरानो पैसाहरू छ। यो चाहिँ 10 रुपियाँको नोट हो। यो पुरानो पैसा। यो कुन्नी महेन्द्रको पालाको होला। यो खालको छ र यो पनि 10 रुपियाँकै नोट हो। यो सिन्दुरे नोट भन्छ अरे। यो दुईटा चाहिँ सिन्दुरे नोट। त्यसपछि यो चाहिँ 1 रुपियाँको नोट। यो पनि पुरानो पैसा वीरेन्द्रको पालाको पैसा। त्यसपछि अर्को चाहिँ यो 2 रुपियाँको नोट। यो पनि वीरेन्द्रकै पालाको। त्यसपछि यो 5 को आयो। चाहिँ ज्ञानेन्द्रको पालाको रहेछ। यो ज्ञानेन्द्रको चाहिँ हनुमाने अनुहारको देखिन्छ। त्यसपछि यो 20 को नोट। यो पनि ज्ञानेन्द्रकै पालाको रहेछ। यो पनि हनुमाने अनुहारमा परेको देखिन्छ। त्यसपछि यो वीरेन्द्रको पालाको। वीरेन्द्र त हिरै हो। यो वीरेन्द्रको चाहिँ पालाको वीरेन्द्रको 10 रुपियाँ नोट। मैले चाहिँ यी नोटहरूलाई सङ्कलन गरेर मैले चाहिँ पैसा सङ्कलनको लागि चाहिँ यस्तो चाहिँ सङ्कलन गरेको छु। तपाईँहरूकोमा चाहिँ कस्तो छ? यो खालको चाहिँ मसँग भएको सबैभन्दा उत्कृष्ट पुरानो नोट चाहिँ यही छ।